हेलो साथीहरू, नमस्ते सबैजनालाई मेरो मिनी ब्लगमा यहाँहरूलाई स्वागत छ। यो मेरो फर्स्ट ब्लग हो है। हामीहरू मोमो बनाएर खाँदैछौँ सबैजना जम्मा भएर, रचना, म, इसा, मम्मी सबैजना छौँ। कस्तो हुन्छ हेरिदिनु हो, लाइक र सब्सक्राइब गरिदिनु है। मोमोको लागि सब सामानहरू रेडी बनाएर किमा बनाउँदै हुनुहुन्छ इसाको मम्मी। किमा मोल्नलाई रेडी गर्दै हुनुहुन्छ, बन्दाहरू गराउँदै हुनुहुन्छ। म भने भित्र चटनीको लागि तयारी गर्दैछु। तेल रेडी भयो, टमाटर लसुन अदुवा पकाएर मैले रेडी गर्दैछु भित्र। अनि बाहिर सबै सामानहरू तयारी गर्दैछौँ। एकदम गर्मी छ साथीहरू, बत्ती नै छैन। मोमो बनाउनलाई रेडी गर्दैछु। डल्ला पार्दै उहाँले बेल्दै भर्दै एक भाँडो हामी रेडी बनाइसक्यौँ है। अनि आगोमा बसालेर मोमो पाक्दै यता रमाइलो गर्दै गरिरहेछौँ। पाक्यो पाकेन विचार गर्दै एकदम रमाइलो भइरहेछ। केटाकेटीहरूसँग सबै बिच खेला बिचबिचमा हामीले नाचगान पनि गरिरहेछौँ। रचना कस्तो राम्रो नाच्नुहुन्छ, हेर्नु न कति मजाले। केटाकेटीहरू गर्मीमा आएर यस्तरी बसेका छन्। अनि ल हेर्दा हेर्दै हाम्रो मोमो पनि पाक्यो है। कोही पाक्दैछ, कोही पाकेर रेडी भइसक्यो। केटाकेटीहरू आत्तिरहेको थियो भोक लाग्यो भनेर। बत्ती गएर हल्का ढिलो भयो साथीहरू चटनी बनाउनको लागि। त्यहीमा पनि हामीहरू नाच्न भन्ने छोड्ने होइन, जानी नाचिहाल्ने हो, नाच्दै हुन्छ। यति रमाइलो बस्थ्यो साथीहरू। फर्स्ट टाइम हो मैले भ्लग बनाएको, हजुरहरू सपोर्ट गरिदिनु होला। गर्मीले गर्दा यति हैरान भएर सानो सानो बच्चाहरूसँग पनि यति धेरै थियो। केटाकेटीहरू सबैको आफ्नो बच्चाहरू। अनि हामीहरू नाच्दै खानालाई रेडी हुँदैछौँ हामीहरू। यो मोमो भयो साथीहरू, आगोमा बसिरहेको छु। मोमो रेडी भइकन हेर्दै कोही आधा रेडी छ, आधा पिस हुँदैछ। लास्टमा खानपिन गरेर भाँडा धुने कार्यक्रम छ। मेरो बुढा पाल परेको थियो साथीहरू, यसरी गिजाउनु भयो मलाई त पुरै नगर्नु, यो मुडै फाल्नुपर्ने भइसक्यो। अनि खानपिन गरेर भाँडा धोएर इसाको मम्मी र म भाँडा धुँदैछौँ। रमाइलो भयो फर्स्ट टाइम, यति धेरै रमाइलो भयो। एक्कासी अनप्लान्ड हाम्रो मोमो पार्टी। म चाहिँ भाँडा म्यानेज गर्दैछु, उहाँ चाहिँ धुँदै हुनुहुन्छ। धोएर खाली गरी सब मिलाएर आजको हाम्रो भ्लग साथीहरू। थ्याङ्क यू।